साथीहरू नमस्ते। सो आज चाहिँ हामीहरू यो आइएल्सको रिडिङको बारेमा छलफल गरौँ है त। विगत लामो समयदेखि मैले विद्यार्थीहरूलाई आइएल्स पढाउँदै आएको छु र आइएल्समा चाहिँ नर्मली इन जेनरल विद्यार्थीहरूलाई गाह्रो लाग्ने भनेको रिडिङ सेक्सन हो। सो इफ यु आर अल्सो स्ट्रगलिङ विथ योर रिडिङ स्कोर देन लेट्स ह्याभ सम सर्ट डिस्कसन अबाउट। सो बेसिकली आइएल्स रिडिङमा विद्यार्थीहरूले के गर्छ भने किताब प्रश्न पत्र पाउने बित्तिकै हतरपत्र प्यासेजसँग स्ट्रगल गर्छ। सो यदि तपाईँ आइएल्सको रिडिङको क्वेसन पेपर पाउने बित्तिकै पहिला हतरपत्र रिडिङ प्यासेज नै पढ्नुहुन्छ भने यु आर डुइङ रङ। कहिले पनि क्वेसन पाउने बित्तिकै प्यासेज पढ्ने चाहिँ होइन। नर्मली एउटा प्यासेज राम्रोसँग पढ्नको लागि 6 देखि 8 मिनट लाग्छ। अझै राम्रोसँग बुझेर पढ्ने हो भने त 8 देखि 12 मिनट नै लाग्छ। तर तपाईँसँग समय त जम्मा कति हुन्छ? हार्डली 20 मिनट्समा 20 मिनट्समा यदि तपाईँ 8 देखि 12 मिनट प्यासेज नै पढ्नुहुन्छ भने बाँकी रहेको 13वटा क्वेसन चाहिँ तपाईँ कति बेला सक्नुहुन्छ? सो 13 questions by 20 minutes means hardly 90 seconds for each question. So within 90 seconds, you need to read the question, read the passage, find the right answer, and copy the answer into your specific books. So unless you are strategic, तपाईँ जबसम्म strategic बन्नुहुन्न तपाईँले रिडिङमा चाहिँ आफूले भने जस्तो नम्बर लिएर हुन्छ सक्नुहुन्न। अल्दो यु आर एकाडेमिकली स्मार्ट, तपाईँ एकाडेमिकल जति स्मार्ट भए पनि तपाईँले यो टिप्स एन्ड ट्रिक युज गर्नु भएन भने यु कान्ट गेट यु डिजायर स्कोर। सो फर द्याट तपाईँले 3टा कुरालाई एकदमै राम्रोसँग ध्यानले सुन्नु है त। रिडिङको पहिलो काम भनेको टाइप्स अफ क्वेसन चाहिँ एकदमै बुझ्नुहोस्। जस्तै ट्रु फल्स नट गिभन, लिस्ट द हेडिङ, लिस्ट अफ इन्फर्मेसन, फिल इन द ब्ल्याङ्क्स, choose the best alternative, matching. These are the common questions which will definitely appear into your question sheet during examination. So पहिला चाहिँ टाइप्स अफ क्वेसन चिन्न एकदमै इम्पोर्टेन्ट छ। टाइप्स अफ क्वेसन किन चिन्न इम्पोर्टेन्ट छ भन्दा तपाईँले कस्तो खाले क्वेसनलाई कसरी पढ्ने, कुन स्किल युज गर्ने त्यो इम्पोर्टेन्ट छ। फर इक्जाम्पल ट्रु फल्स नट गिभनलाई र चुज द बेस्ट अल्टरनेटिभलाई तपाईँले उही तरिकाले पढ्नुभयो भने यु विल नट गेट यु डिजायर स्कोर। लिस्ट अफ हेडिङ र लिस्ट अफ इन्फर्मेसनलाई उही तरिकाले पढ्नु भने यु नट गेट डिजायर स्कोर। त्यो पहिला चाहिँ टाइप्स अफ क्वेसन एकदमै बुझ्न आवश्यक छ। नम्बर 1 हो। नम्बर 2 क्वेसन पत्ता लगाइसकेपछि तपाईँले क्वेसन पहिला पढ्ने हो कि प्यासेज पहिला पढ्ने हो, यानि कि प्यासेजमा बढी ध्यान दिने कि क्वेसनमा बढी ध्यान दिने, द्याट इज मोर इम्पोर्टेन्ट। तपाईँ जहिले पनि क्वेसनमा बढी ध्यान दिनुपर्छ। तपाईँले क्वेसनमा पनि ध्यान दिने कुराहरू के त? नर्मली क्वेसनमा त 8-10वटा वर्डहरूबाट एउटा क्वेसन बनेको हुन्छ। युजली सब्जेक्ट, भर्ब, अब्जेक्ट यो युज भएको हुन्छ। कहिलेकाहीँ प्रिपोजिसन्सहरू युज भएको हुन्छ। अब क्वेसन पढ्दाखेरि क्वेसनको कुन कुरालाई ध्यान दिएर कुन कुरालाई खोजेर टिपेर अनि तपाईँले प्यासेजमा गएर खोज्ने हो त भनेको किवर्ड हो। अब किवर्ड त धेरैले भन्छ, तपाईँले अनलाइनमा जानुभयो भने किवर्ड भन्छ। सो किवर्ड भनेको के हो त भन्दा नर्मली किवर्ड 2 किसिमको हुन्छ। एउटा पेरिफेरल किवर्ड, एउटा चाहिँ स्पेसिफिक किवर्ड। पहिला तपाईँले पेरिफेरल किवर्डमा जाने। पेरिफेरल किवर्ड भनेको तपाईँको प्रपर नाउनहरू, बेसिकली सब्जेक्ट र अब्जेक्टहरू हो। र स्पेसिफिक किवर्ड भनेको भर्ब र एडजेक्टिभ्सहरू है। तपाईँले भर्बसँग चाहिँ राम्रै खेल्नुपर्ने हुन्छ। र यसरी तपाईँले आइएल्स रिडिङमा क्वेसन पढिसकेपछि तपाईँले जब किवर्ड पत्ता लगाउनुहुन्छ अनि त्यो किवर्डलाई लिएर गएर तपाईँ प्यासेजमा जाने हो। प्यासेजमा जाँदा चाहिँ फेरि प्यासेज कसरी पढ्ने त? स्क्यान एन्ड स्किमको कुराहरू तपाईँले सुन्नु भएको छ होला। सो स्क्यान एन्ड स्किममा वाट फर्स्ट? सुड यु गो फर स्क्यान अर सुड यु गो फर स्किम? यसलाई टेक्निकल्ली स्किम फर्स्ट एन्ड स्क्यान सेकेन्ड। स्किम भनेको पहिला त्यो अहिलेको सब्जेक्ट र अब्जेक्टवाला किवर्ड छ, पेरिफेरल किवर्ड। त्यो किवर्डलाई लिएर गएर प्यासेजमा गएर सरसर कहाँनिर छ त योसँग मेरो क्वेसन छ रिलेटेड कुराहरू चाहिँ कहाँनिर छ पहिला त्यो खोज्ने। र खोजिसकेपछि तपाईँ अब यहाँ यो यति एरियामा मेरो एन्सर छ भनेर थाहा पाएपछि अब तपाईँले के गर्ने? स्क्यान युज गर्ने। अब टाइम नगर्ने, अब त्यहाँ एकछिन थोरै टाइम दिने, मेबी लाइक 20 सेकेन्ड जस्तो टाइम दिने। त्यति बेला चाहिँ तपाईँले एउटा गल्ती के गर्नुहुन्छ? तपाईँले क्वेसनमा देखेको जुन त्यो भर्ब छ नि तपाईँले ठ्याक्कै त्यो भर्बलाई नै एक्सपेक्ट गर्नुहुन्छ प्यासेजमा। द्याट इज कम्प्लिटली रङ। द्याट वुड बी यर कम्प्लिटली ब्लन्डर मिस्टेक। डोन्ट इभर एक्सपेक्ट द सेम भोकाबुलरी फ्रम द क्वेसन इन यर रिडिङ प्यासेज। अब तपाईँलाई त्यो भोकाब्सले 3 तरिकाले दुःख दिन सक्छ। नम्बर 1 सिनोनिममा काम गरेको हुनसक्छ। नम्बर 2 they might have paraphrase गरेको हुनसक्छ। नम्बर 3 they might have used some collocations. Exactly. IELTS readingमा if you wish to score best or if you want to get your desired score, then you should work for these common things. So you should work for scan and skim,
You should work for vocab development. You should work for paraphrasing skill or paraphrasing patterns. And the most important thing is the use of collocations. So yes, यस्तै यस्तै टिप्सहरूको बारेमा यदि तपाईँ जान्न चाहनुहुन्छ र आफ्नो डिजायर स्कोर लिएर आउन चाहनुहुन्छ भने you can come and see me at Sadbab International Education. And I'm always more than happy to say that it's been more than 13 years that I'm serving as an IELTS instructor in Kawah City, Sadbab International Education. So yes, you can visit us or you can give us a call in the number given on the screen. See you soon. Wish you a very great IELTS score. Thank you.